आज चाहिँ म होइन समर टाइममा हाम्रो बारीमा के हुन्छ गार्डनमा सबै कुरा देखाउँछु है हजुरहरूलाई। यहाँनिर सानो गार्डनमा बैगुनहरू रोपेको थियो होइन, हल्का हल्का फल्यो। अनि बोडी यस्तै छ है हाम्रो गार्डनमा फलेको चाहिँ बैगुन फल्न थालेको छ, हल्का फुल खेल्दैछ, फलेको पनि छ अलिअलि। अनि यता चाहिँ बोडी रोपेको थियो होइन, बोडी पनि मजाले फलेको छ होइन, राम्रोसँगले नै फलेको छ, खाना भइरहेछ होइन। मेरो बारी है यो चाहिँ करेसा बारी, हल्का फलेको छ, त्यस्तो धेरै पनि होइन, फल्दै नफलेको नि होइन, ठिक्क मात्रामा फलेको छ। जे होस् खाना ओर्न पुगेको छ। यहाँ एउटा बिँको बोट छ, यो बरेलाको झ्याङ हो, यो चाहिँ फलेन, यो चाहिँ लोदारै परेछ, फलेन। यो चाहिँ झ्यालै मात्रै छ, झ्यालै मात्रै, यो फल्दो रहेनछ कि नफल्ने खालको परेछ होइन। यस्तो छ यहाँ हेर्नुहोस् न, सानो झ्याङ छैन, सानो छैन, तर फल्दो रहेनछ, के गर्नु र, नफल्ने रोपेपछि यो चाहिँ अब यो चाहिँ यतिकै अब मर्छ, यसको काम छैन, यसको अब सकिए जस्तो छ। यता चाहिँ अर्को खालको बोडी हो, फर्सी बारी, यता फर्सी मुन्टा खाना जति हुन्छ होइन, अहिलेसम्म खाना पुगिरहेछ। जे भयो नि मेहनत गर भने अर्ग्यानिक कुराहरू खान पाइन्छ। यो यता अर्कै खालको सिमी हो, यो पनि मजाले फलेको छ, त्यस्तो धेरै छैन, एउटा दुईवटा झ्याङ रोपेको छ, मजाले फलेको छ। जे भए पनि खानालाई भइरहेछ, दुःख सुख अर्ग्यानिक खाना पाइएको छ। यतापट्टि सिस्नो हो, यो चाहिँ सिस्नो रोपेको थियो, सिस्नो पनि मजाले आएको छ। त्यही फर्सीको झ्यालो हो यो, फर्सी रोपेको थिएँ, फर्सी पनि राम्रै फल्यो। जे भयो नि मेहनत गर भने यो हिउँदे सिमी, यो सबै कुरा रोपेको छ होइन, छासमिस पारेर बोडी फलेको उहाँ तल, त्यो पनि राम्रै फलेको छ, हल्का हल्का सबै कुरा। यता चाहिँ मकै रोपेको थियो, मकै पनि त्यतिको भएको छ होइन। काँक्रा रोपेको थियो, काँक्रा चाहिँ फलेर पनि मरिसक्यो होइन, छैन अहिले चाहिँ। अब मकै पाक्छ होला अलिक पछाडि, अहिले नै चाहिँ पाकिहाल्ने परेको छैन, अलिक पछाडि पाक्छ जस्तो छ। जे भए पनि खाना